स्वागत गरे हजुरहरूलाई मेरो न्यू च्यानल न्यू भिडियोमा चाहिँ म हजुरहरू सामुन्ने उपस्थित भइसकेको छु। हजुरको नयाँ नौलो मान्छे र मलाई चिन्नुहुनेलाई त चिन्नुहुन्छ, नचिन्नुहुनेलाई चाहिँ म परिचय अवश्य गराउने छु। आज गराउँदिनँ, कुनै दिन गराउने छु। आज मेरो भिडियो हेरिदिनु होला, सुनिदिनु होला, अनि चाहिँ म मेरो आफ्नो परिचय दिन्छु है हजुरहरूलाई। अनि मेरो नयाँ च्यानल हो, यो नयाँ च्यानलसँगै नयाँ भिडियो पनि हो। न्यू च्यानल एन्ड न्यू भिडियोमा हजुरहरूलाई स्वागत गरे, वेलकम छ। हजुरहरू सामुन्ने म आइसकेको छु हजुरहरूलाई मिठा 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 कुराकानी सुनाउन, मिठो मनोरञ्जन गराउन, रमाइलो रमाइलो मेरो लाइफ पल, दुःख सुख, हाँसो खुसी हरेक कुराहरू समेटेर हजुरहरू सामुन्ने आइसकेको छु। र हजुरहरू पनि स्वीकार गरेर, इन्जोय गरेर, खुसीका साथ भिडियो हेरिदिनु हुनेछ, मलाई साथ सपोर्ट गर्नुहुनेछ भन्ने आशाका साथ उपस्थित भइसकेको छु, आइसकेको छु। मेरो लामो समय पछिको मेरो इच्छा, चाहना, योजना आज चाहिँ म सफल पुरा गर्न खोज्दैछु। हुन त मेरो नयाँ च्यानल चाहिँ होइन, यो मैले 2023मै खोलेको च्यानल हो। अनि मैले 2-4वटा भिडियो हालेको थिएँ, त्यसमा धेरै समस्याहरू आयो। सुरुमा नजान्दा, अझै पनि जानेको त केही पनि छैन। अब सिक्ने मौका सायद पाउँछु होला म जान्ने साथीभाइहरूसँग भन्ने आशा पनि लिएको छु। अनि धेरै समस्याहरू आयो क्या, धेरै समस्याहरू आयो, कपिराइट लाग्यो, के भयो त्यत्तिकै च्यानल त्यत्तिकै दिगदार भयो क्या, चलाउन पनि मन लाग्दैन। जस्तो अर्काको भिडियो अर्काले बनाउँछ, अर्काको भिडियो हेरेर आफू रमाइलो लिन्छ नि, त्यस्तो सजिलो हुँदो रहेछ क्या। युट्युब च्यानल चलाउनलाई त्यति सजिलो हुँदो रहेछ। मैले चाहिँ भोगेर पहिला दिगदार भएर थाकेर ब्याक सरेको थिएँ र धेरै गल्ती गरेछु। अहिले पछुतो लाग्छ। म निरन्तरता दिनुपर्ने छ, सकि नसकी जानी बुझी सिकेर, सिक्ने साथीहरूसँग, जान्ने साथीहरूसँग चाहिँ सिकेर सोधेर मैले भिडियोलाई चाहिँ निरन्तरता दिनुपर्ने रहेछ भन्ने अहिले मलाई पछुतो भएको छ। त्योभित्र यो लामो समयमा 2-3 वर्षको समयभित्र धेरै मेम्बरीहरू मेरा गुमेर गए, दबिएर गए। मैले कुनै मेम्बरीहरू पनि क्याप्चर गर्न सकेन, त्यसको लागि एकदम दुःख लागेर आउँछ। अनि अबको लाइफ चाहिँ मेरो एउटा यस्तो मेम्बरी बनोस्, मेरो लाइफ, मेरो चाहिँ आउँदो भोलि भावी पुस्ताहरूले मेरो च्यानल हेरेर मलाई चिन्नु, मलाई चिन्ने, मलाई देख्ने, मलाई हेर्ने, बुझ्ने मौका अवश्य पाउनेछन् भनेर मेरा भावी सन्ततिहरूको लागि चाहिँ मैले एउटा मेम्बरी होस् भनेर चाहिँ एउटा च्यानल बनाएको छु। हजुरहरूसँग चाहिँ यो मन र त्यो मन साट्नका लागि चाहिँ उपस्थित भइसकेको छु। रमाइला रमाइला कुराकानी, रमाइला रमाइला मिठा मिठा कमेन्ट हजुरहरूको पाएर, त्यसको प्रत्युत्तर दिएर र रमाइलो रमाइलो मनोरञ्जन गराउँदै, हजुरहरूलाई देखाउँदै, घुमाउँदै, हँसाउँदै, रुवाउँदै, जिन्दगी के हो त भन्ने कुरा देखाउँदै हजुरहरू सामुन्ने उपस्थित भइसकेको छु। यस्ता यस्ता भिडियोहरू भोलि अवश्य आउनेछन् भन्ने आशाको साथ हजुरहरूसँग थोरै मेरो केही कुराहरू राख्न गइरहेको छु। मेरो नयाँ च्यानल सब्सक्राइब गर्नु होला, अनि मात्रै हजुरहरूले डेली भिडियो हेर्न पाउनुहुनेछ। हजुरहरूको स्क्रिनमा, मोबाइलको स्क्रिनमा मेरो भिडियो आउनेछ, अनि मात्र देख्न पाउनुहुनेछ। नभए खोज्नुपर्छ, फलानु फलानु कता गयो त, भिडियो हरायो त भनेर। त्यही भएर सब्सक्राइब गर्नु, लाइक गर्नु, कमेन्ट गर्नु, अनि सेयर गरिदिनु, अनि बेलघन्टी क्लिङ्ग पारेर दबाइदिनु। अनि सबै कुरो हजुरहरू र हाम्रो भेटघाट यसरी नै हुनेछ भन्ने आशाका साथ भन्दै मेरा 2-4 शब्द, केही कुराहरू चाहिँ भोलिका दिनहरूमा आउने हुन सक्ने कुराहरू चाहिँ म भन्दैछु है। अब यस्तो हो, मेन कुरा चाहिँ अब भिडियो स्टार्ट गर्दै गर्दा, भिडियो आउँदै गर्दा, भिडियो हेर्दै गर्दा अब सबैलाई राम्रै लाग्छ भन्न त सकिँदैन। यो ग्यारेन्टीका साथ सबैले मन पराइदिनुहुन्छ भन्न सकिँदैन। यो मैले धेरै साथीहरूको, धेरै युट्युबरहरूको युट्युब भिडियोहरू, च्यानलहरू प्रायः यसो मैले हेरिरहेको हुन्छु र यसो कमेन्टमा पनि जान्छु, पढ्छु।
यस्तो कमेन्ट गरेको हुन्छ नि, बा कसरी उहाँहरूले कसरी सहनु भएको होला के, त्यस्तो लाग्छ। हो त्यस्तो मेरो लाइफमा पनि नहोला भन्न सक्दिनँ म। तर आखिर के होला के, मान्छेको सोच, मान्छेको कन्सेप्ट चाहिँ कस्तो खालको विचार होला, के बुझिदिन्छ मान्छेले, के सोचिदिन्छ। मान्छेको लाइफ रियल हो, नेचुरल जे छ त्यही आउने हो होइन। अनि कतिपय कुराहरू पब्लिक गर्न नमिल्ने कुराहरू त गरिँदैन नि त। प्राइभेसी भन्ने चिज पनि हुन्छ नि, आफ्नो प्राइभेट कुराहरू हुन्छ, आफ्नो फ्यामिलीका कुराहरू हुन्छ। ती कुराहरू त हामीले ल्याउनु त धेरै त्यो मिल्दैन नि त। जुन मिल्छ, जति मिल्छ, रमाइला दुःख सुख ती पो ल्याउने हो त त्यो। अनि यसो हेर्छु साथीभाइहरूको कमेन्ट हेर्छु, यस्तो कमेन्ट गरेको हुन्छ, त्यो चाहिँ मलाई मन परेन क्या। त्यो मन परेन। कस्तो सोच होला, कस्तो बुझाइ होला, कस्तो बुझिदिनुहुन्छ क्या तपाईँहरू। अनि मलाई पनि भोलि त्यस्तो कमेन्टहरू नआउला भन्न सक्दिनँ क्या म। अब त्यो कमेन्ट गर्ने चाहिँ को हुन्छ त भन्दा टाढाको मान्छे हुँदैन, टाढाकोलाई मतलबै हुँदैन के। जो को के गरिरहेछ, को कसो गरिरहेछ उनीहरूलाई मतलबै छैन। थाहा नै हो मलाई। अब दुनियाँसँग के मतलब र? म त भिडियो हेरिदिन्छु, रमाइलोमा हाँसेको ठाउँमा हाँसिदिन्छु, रुने ठाउँमा रोइदिन्छु। कति भिडियोहरूले मलाई यति इमोसनल गराउँछ, कति भिडियोहरूले यति खुसी दिन्छ मलाई। यस्तो एक्लै हाँस्छु म, एक्लै भिडियो हेर्छु। मेरो छोराले पनि भन्छ, मम्मी तपाईँ जहिले अर्काको भिडियो हेरिरहनुहुन्छ, टाइम पास गर्नुहुन्छ, के हो कि यो पारा भन्छ। हो, मेरो लाइफ यत्तिकै जान्छ। त्यस्तै यो खाली समयमा आफूजी गर्नु छैन भन्छ छोराले क्या। अब युट्युब च्यानल पनि उसैले खोलिदिएको 2-3 वर्ष अगाडि के भयो त्यो गर्दै जाँदा। अनि सुरुमा आइडिया हुँदैन के गर्ने कसो गर्ने, अझै पनि मलाई केही आइडिया छैन क्या। सबैभन्दा मेन कुरो झ्याउ भनेको एडिटिङ गरेर अनि त्यो के कति कट गर्ने, कति राख्ने, के गर्ने, यस्तो झ्याउ हुँदो रहेछ क्या। एडिट गर्न जस्तो साह्रो त केही होइन। अनि यो नेट भने जस्तो पनि राम्रो नचल्दिने, काहीँ स्लो हुने, काहीँ के हुने, झ्याउ कति टाइम लाग्ने पोस्ट हुनलाई, कति समस्याहरू, कति धेरै काहीँ मिस्टेक भयो भने, काहीँ एउटा गाना काहीँ केही भयो भने पनि कपिराइट लाग्ने, यस्तो झ्याउ। जब कति कुराबाट जोगाएर बचाएर एउटा बच्चालाई जस्तो केयर गरेर चाहिँ त्यो भिडियो बनाएर चाहिँ अनि हामीले हजुर सामुन्ने दिने के। सजिलो त छैन, दिन रात नभनिकन कति मेहनत गर्नुपर्छ भन्ने कुरो त मैले बुझेको छु। तर के हो, एउटा यो जे जस्तो भए पनि मेमोरी बनोस् जाने। अब यति छ कि जिन्दगी, बाँकी यति मात्रै छ मेरो लाइफ, यति छ, गइसक्यो अरू सबै, बाँकी यति छ। यति त कमसेकम क्याप्चर होस् भन्ने उद्देश्य हो मेरो। कति मेमोरीहरू, कस्ता पलहरू, दुःख सुख, खुसी पीडा कति लाइफमा गए क्या। ती कुराहरू कुनै कुराको अहिले छैन क्या, मेमोरी बसेन। अब चाहिँ जे जस्तो भयो भने एउटा मेमोरी बनोस्, यसलाई चाहिँ रेकर्ड गर्नुपर्छ है। यो चाहिँ भोलि हाम्रा सन्तानले पनि हाम्रो सिकापछि देख्न पाउन्, सुन्न पाउन्, हेर्न पाउन्, को हुँ भनेर देख्न पाउन्, कस्तो थियो भनेर हेर्न पाउन् के भन्ने उद्देश्य हो मेरो। अब यो धेरै कुरा इमोसनली कुराहरू पनि नगरौँ। अनि यस्तै यो हजुरहरू सामुन्ने आइसकेको छु। र जति पनि नेगेटिभ सोच्नुहुन्छ उहाँहरूले, बाहिरको मान्छे हुनुहुन्न, भित्रैको मान्छे, हाम्रो रिलेसनभित्रकै हुनुहुन्छ, पर्नुहुन्छ, जो भने फल्नु यो भनेर चाहिँ भन्दिनँ म। फल्नु यो भनेर म कसैको नाम पनि तोक्दिनँ, कसैलाई तोक्न मिल्दैन पनि। तर त्यस्ता व्यक्तिहरू हुन्छन्, सबैको लाइफमा हुन्छ, मेरो लाइफमा नहोला भन्न सकिँदैन। अब को हो त यस्तो मान्छे व्यक्ति को होला भनेर मलाई थाहा छैन, चिनेको छैन। तर उनीहरूलाई चाहिँ त्यो पर्न सक्छ क्या, के गरेको होला, के को नाटक, के को नौटङ्की, के देखाएको, कस्तो गरेको, के हो यो तमासा सर्तिकालाई दुनियाँलाई हँसाएर दुनियाँलाई देखाएर भन्ने खालका कुराहरू हुँदैनन् भन्न सकिँदैन, हुन्छन्। अनि यी कुराहरूलाई चाहिँ अब
यस्तो बुझिदिनु होला क्या, नराम्रो नलिदिनु होला, यसलाई पोजिटिभली लिनु होला, यसलाई नेगेटिभ नलिनु होला। यो नराम्रो होइन क्या, नराम्रो होइन। तपाईँहरू अब म युट्युबमा पोस्ट गर्छु, तपाईँहरू फेसबुकमा हाल्नुहुन्छ, जस्तो फोटो भिडियोहरू फेसबुकमा हाल्नुहुन्छ, टिकटकमा हाल्नुहुन्छ, सेम त्यस्तै त हो नि। म युट्युबमा हाल्छु। अब धेरै कुरा कहिले गन्थन मन्थन आउला, के आउला, गन्थन मन्थन होला, पारिवारिक कुरा डिस्कसिङ होला, के होला, कहिले रमाइलो पल हुन्छ, कहिले नरमाइलो पल हुन्छ, सबै कुरा हुन्छ नि त लाइफमा होइन। अनि हो ती कुराहरू आउन सक्ला। अब त्यो के देखाएको, पब्लिक के गरे, किन दुनियाँलाई हँसाएको भन्ने खालका कुराहरू आउँदैनन् भन्न सकिँदैन नि त, आउँछन्। तर त्यसलाई पोजिटिभ लिनु होला, कसैले नराम्रो खालको कमेन्ट नगरिदिनु होला, साथ सपोर्ट दिनु होला र सबैले माया गरिदिनु, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अनि मात्रै हजुरहरूले मेरो मनसँग हजुरहरूको मन जोडिनेछ भन्दै आशाका साथ हजुरहरूको साथ सपोर्ट माया प्रेम पाउँछु भन्ने एउटा विश्वास र भरोसाका साथ मैले युट्युब च्यानल हजुरहरूको अगाडि एउटा यो नयाँ भिडियो नयाँ च्यानलमा लिएर आइसकेको छु। हजुरहरूले अवश्य स्वीकार गरेर हेरिदिनुहुन्छ होला भन्ने आशा राखेको छु। र आज यो भिडियो सँगसँगै अर्को भिडियो पनि आउनेछ। त्यो भिडियो चाहिँ हजुरहरूले भोलि मात्र हेर्न पाउनुहुनेछ। त्यो भिडियो कस्तो भिडियो आउँदैछ हजुरलाई यति नै भन्न चाहे मैले। मेरो युट्युब च्यानलमा सपोर्ट गरिदिनु, साथ सपोर्ट मायाको खाँचो मलाई पनि छ। जसरी मैले साथीहरूको भिडियो हेरेँ, उहाँहरूलाई साथ सपोर्ट गरेँ, उहाँहरू धेरै अगाडि जानुभएको छ। अब अगाडि जानलाई त्यति सजिलो छैन, धेरै सङ्घर्षहरू धेरै छ, धेरै दुःख गर्नुपर्छ। त्यस कारणले गर्दा चाहिँ मेरा पनि दिन आउलान्, अगाडि जान, सबैको मन जित्न, सबैको माया पाउन सकौँला भन्ने आशाका साथ आजको भिडियो यति नै। हजुरहरूसँग बिदा चाहन्छु। बाई बाई।